हेलो नमस्ते एभ्रिवान। म चाहिँ अहिले इजरायलबाट भिडियो बनाइरहेको छु। अहिले यहाँनिर एकदमै बेसी घाम लागिरहेको छ, तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। गरम भएको कारणले गर्दा चाहिँ म यहाँनिर अलिकति स्याडो कहाँनिर छ त्यहाँनिर राखेर चाहिँ एउटा सानो भिडियो बनाएर देखाउने छु। हेलो नमस्ते। मेरो फ्यामिली साथीभाइहरू जसरी नै तपाईँहरूको पनि फ्यामिलीहरू एकदमै वरिड हुनुहुन्छ होला, किनभने इजरायलको सिचुएसन अहिले यस्तो नै छ होइन, सबैजनालाई थाहा भएकै कुरा हो। र मैले यो भिडियो बनाउनुको कारण चाहिँ तपाईँहरूलाई म हरेक कुरा देखाउँछु यो भिडियोमा। फर्स्ट भन्नुपर्दाखेरि चाहिँ वी आर सेफ हियर। कसरी भन्दाखेरि तपाईँहरूलाई म यो भिडियोको साइडमा देखाइरहेको छु। हामीले चाहिँ 10 मिनट्स अर्लियर नै अपडेट पाउँछौँ फ्रम आइडिएफ भनेको चाहिँ इजरायली डिफेन्स फोर्स। अनि उहाँहरूले चाहिँ हामीलाई अपडेट दिनुहुन्छ कि यस मिसाइल्स एन्ड रकेट्स आर कमिङ टु इजरायल एन्ड स्टे नियर बाई प्रोटेक्टेड एरिया भन्नुहुन्छ। त्यतिखेर हामी प्रोटेक्टेड एरियामा गएर बस्छौँ, साइरन चाहिँ लाग्छ। अनि तपाईँहरूले यो साइडमा देख्नु पाइरहेको छ, यो जुन चाहिँ यो रेड कलरको छ यो चाहिँ बम चाहिँ होइन, फेरि बम भनेर सोचेर तपाईँहरू झन् अब एङ्सियस हुनुहुन्छ होला, नर्भस हुनुहुन्छ होला। अनि यो चाहिँ साइरन मात्रै हो, एभ्रिवेयर चाहिँ लाग्दैन। आइरन डमले इन्टरसेप्ट गर्छ र सबै इन्टरसेप्ट गर्छ भन्ने छैन, कुनै कुनै चाहिँ मिसहरू हुनसक्छ र कहीँ झर्नु सक्छ। यो चाहिँ बी केयरफुल भन्नुभएको हुन्छ, बी अलर्ट भन्नुभएको हुन्छ। जुन चाहिँ प्रोटेक्टेड एरिया हुन्छ त्यसमा हामी बसेको छौँ भने चाहिँ हामीलाई चाहिँ केही पनि हुँदैन। त्यही कारण तपाईँहरू डराउनु पर्दैन, तपाईँहरू टेन्सन लिनु पर्दैन। कस्तो हुन्छ होला, मम्माद भनेको के होला, मिक्लात भनेको के होला, अनि कस्तो हुन्छ होला भनेर सम्झिनुहुन्छ होला। त्यही कारण तपाईँहरूलाई म मम्माद पनि देखाउँछु र बम सेल्टर पनि देखाउँछु। मम्माद भनेको चाहिँ प्राइभेट बम सेल्टर हो, जो चाहिँ आफ्नै फ्लोरमा हुन्छ, एउटा रुममा साइडमा। अनि तपाईँहरूले भिडियोमा देख्नुभएको जसरी नै डोर पनि आइरनको हुन्छ र वालहरू छ सबै रड एन्ड सिमेन्टले बनेको हुन्छ। इभन बिल्डिङै भत्क्यो भने पनि यो मम्माद चाहिँ एकदमै स्ट्रङ हुन्छ। र अर्को चाहिँ छ फेरि बम सेल्टर। बम सेल्टर भनेको चाहिँ यो भिडियोमा म तपाईँलाई देखाउने छु। बिल्डिङको चाहिँ ग्राउन्ड फ्लोरमा हुन्छ। मम्मादभन्दा अझै यो चाहिँ स्ट्रङ हो। यो भिडियोहरू देखाएको कारण नि अब घर एकदमै चाइनाको छेउमा छ र एनी टाइम अब वारहरू हुनसक्छ। हामीले पनि एउटा रुम चाहिँ यसरी नै मिक्लात मम्माद बनायौँ भने चाहिँ फ्युचरमा हामी पनि सेफ हुन्छौँ होला। भिडियोको भ्युजको लागि चाहिँ एकदम ओपनली गएर चाहिँ भिडियो गर्ने हुँदाखेरि चोइटाचोटीहरूले लागेर चाहिँ उहाँहरूलाई इन्जर्ड भएको छ, कतिजना डेथ भएको छ। र कुनै दिन हामीलाई अब जाने खालको सिचुएसन फिल भयो भने हामी आउँछौँ। अहिले चाहिँ हामी सेफै फिल गर्छौँ, त्यही कारण हामी यहाँ बसेको। जतिजनाले पनि त्यो डराएर भिडियो बनाउनु भएको छ, राति सुत्नु पाएको छैन, अनि यहाँ इजरायलमा बस्नु मन छैन होइन भने कर छैन कसैलाई पनि। यहाँ अहिले त झन् गभर्मेन्टले जोर्डनबाट जानु लागि फ्लाइट पनि राखिदिनु भएको छ। जसलाई पनि जानु मन छ जानु सक्नुहुन्छ, कसैलाई पनि कर छैन। अब म यहाँ बाहिर छु ओपन एरियामा, साइरन लाग्यो भने के गर्ने भनेर सोच्नुहुन्छ भने चाहिँ म एउटा पब्लिकको बम सेल्टर पनि देखाउँछु। के राम्रो पेन्टिङ गरेको छ हेर्नुहोस् न। यहाँभित्र चाहिँ म तपाईँहरूलाई देखाउँछु बम सेल्टर कस्तो हुन्छ। आज यो न्युज देखेँ, तपाईँहरूले यो भिडियोमा देख्नु भइरहेको छ साइडमा। पुटिनले किन हेल्प नगरेको इरानलाई भन्दाखेरि चाहिँ हाफ अफ द रसियन पिपल आर हियर इन इजरायल अनि छ भनेर चाहिँ नगरेको। द्याट्स द भेरी गुड न्युज। लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। तपाईँहरू नसुर्ताउनुहोस्, सबैजना सेफै छ। यही भन्दै म यो भिडियो यहीँनिर एन्ड गरिरहेको छु। बाई बाई।